निपा भाइरसको रिस्कमा को छन् त? ल हेरौँ है त। निपा भाइरस सर्ने भनेको चाहिँ फ्रुट ब्याटबाट सर्छ क्या, यो चमेरोबाट सर्ने हुन्छ र यो चमेरोहरूले फ्रुटहरू खान्छ। र निपा भाइरस सर्ने भनेको चाहिँ सलाइभा र्यालबाट सर्न सक्छ, कसैको बाइटबाट सर्न सक्छ, ह्युमन टु ह्युमन कन्ट्याक्ट पनि हुन्छ र त्यो इन्फेक्टेड फ्रुट अथवा फुड खाएको छौँ भने पनि सर्छ है। चमेरोहरूले कुनै फलफुल खाएको छ र त्यसमा टोकेको छ, बाइट लिएको छ र त्यो इन्फेक्टेड चमेरोको सलाइभा त्यसमा छ भने त्यहाँबाट पनि सर्न सक्छ। फलफुलहरू धेरै खाने मान्छेहरू सतर्क रहनु होला। तपाईँ बस्ने एरिया वरिपरि चमेरोहरू छ भने पनि सतर्क भएर बस्नुपर्ने भयो। र अर्को कुरा के याद गर्नु पऱ्यो भन्दाखेरि चाहिँ ह्यान्ड वासिङलाई एकदमै याद गर्नु पऱ्यो है। तपाईँले हात धुने बानी छैन, बाहिर गएर आएर सिधै खानेकुराहरू खाने बानी छ, नपखालिकन एक्जामिन नगरिकन खाने बानी छ भने तपाईँ रिस्कमा हुनुहुन्छ है। त्यति मात्र नभएर चाहिँ सुँगुर, पोर्क अथवा पिग, यसलाई चाहिँ एम्प्लिफाइङ होस्ट भन्छ। सो पिगहरू भएको ठाउँको वरिपरि पिगहरू मासु खाने होइन, यसबाट पनि अहिलेलाई चाहिँ स्टप गर्नु। यो भाइरसमा डरलाग्दो कुरा भनेको यसमा क्योर छैन क्या, हामीले सपोर्टिभ ट्रिटमेन्ट मात्र गर्ने हो, न भ्याक्सिन केही पनि छैन। त्यसैले वरिपरिको सबै मान्छेहरूलाई अवेर गराउनु पर्छ र हाम्रो जिम्मेवारी हो है। जय नेपाल।